नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको विधानको धारा 17(1) अनुसार 2082 मङ्सिर भित्रै 15औं महाधिवेशन सम्पन्न गर्नै पर्छ। यदि त्यो सम्भव नभए धारा 72(2) बमोजिम विशेष महाधिवेशन आह्वान गरी विषम परिस्थितिको सम्बोधन गर्नुपर्छ। यसैबीच पार्टीले 82 पौष 28 भित्र 15औं महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक पनि गरेको थियो, तर तोकिएको समयमा 15औं महाधिवेशन सम्पन्न हुन सकेन। यस्तो अवस्थामा हाम्रो माग बमोजिमको विशेष महाधिवेशन स्वतः निर्विकल्प विकल्प बनेको छ। विधानको धारा 72(2) बाट स्पष्ट बाध्यकारी विधानको धारा 17(2) बाट स्पष्ट बाध्यकारी व्यवस्था छ। केन्द्रीय कार्य समितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका 40% सदस्यहरूले विशेष कारण खुलाई लिखित अनुरोध गरेमा निवेदन परेको 3 महिनाभित्र विशेष महाधिवेशन बोलाउनै पर्नेछ। पार्टी विधानले विधान सम्मत प्रक्रिया पूरा गरी माग भएको विशेष महाधिवेशन नहुने परिकल्पना नै गरेको छैन। विधान बमोजिम कारण देखाएर माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक औचित्यहीन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन। यस अनुसार 82 पौष 28 भित्रै विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नै पर्छ। विधानको यो बाध्यकारी व्यवस्थालाई उल्लङ्घन गर्ने सुविधा कसैलाई पनि छैन। यो रहर र छनौटको विषय होइन, विधानको बाध्यकारी प्रावधान हो। विधानको यो व्यवस्थालाई कार्यान्वयन गर्नु हामी सबैको साझा कर्तव्य र जिम्मेदारी हो। अतः विधानको यही मर्म भावनालाई पुनः सम्मान गर्दै 82 पौष 27 र 28 गते काठमाडौँमा हुन गइरहेको केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूको उत्साहपूर्ण सक्रिय उपस्थिति र सहभागिताका लागि हार्दिक आग्रह गर्दछौँ। पार्टी केन्द्रले आफ्नो दायित्व बुझ्नेछ, आयोजनाको स्वामित्व लिनेछ। विशेष महाधिवेशनलाई भव्य र सार्थक बनाउनु हामी सबैको साझा दायित्व हो। यातायात व्यवस्थापन योगेन्द्रमान कर्माचार्य, जनसम्पर्क समिति समन्वय दिल्लीराम सुवेदी, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय श्री युवराज पाण्डेय, मञ्च व्यवस्थापन श्री गोविन्द पुडासैनी, जिल्ला जनसम्पर्क समिति विमल सङ्ग्रौला, स्वयंसेवक परिचालन समिति श्री मनिष कैराला, स्वास्थ्य शिविर समन्वय डाक्टर अमिता प्रधान, सांस्कृतिक कार्यक्रम तयारी श्री विपिन किरण, जेएनजी युवा परिचालन श्री सचिन तिमल सिन्हा। यसै गरेर हामीले 18वटा व्यवस्थापन समिति बनाएका छौँ।